नमस्ते, म प्राञ्जल खड्का तपाईहरु माझमा यो 6 आना 1 पैसामा बनेको दक्षिण मडा गरेको फुल्ली फर्निश सेमी बंगलो बिक्रीको लागि लिएर आइसकेको छु। यो अगाडिको 13 फुटे बाटो गंगालाल अस्पतालबाट सर्टेस्ट डिस्टेन्समा छ। आज हामी प्रपर्टीको फुल हाउस टुर नै गर्ने छौं। सो आनन्दले हेर्नुस्। यो तपाईको गाडी पार्किङ स्पेस भो। यता बाटो डेड एन्ड भएको कारणले गर्दाखेरि यता पनि मजाले एउटा दुईटा गाडी अटाउन सक्नुहुनेछ। साउथ फेसिङ हो, मजाले घाम लाग्छ। घाम उदाएदेखि अस्ताएसम्म घामको लागि टेन्सन छैन। यो चाहिँ रेन्टल स्पेस पट्टिको बाटो भयो। रेन्टल स्पेसलाई टक्क लाएर एउटा लिभिङ स्पेस, त्यहाँ किचन डाइनिङ स्पेस, यता एउटा बेडरुम, यता कमन बाथरुम। फिक्चर्सहरु आउन बाँकी छ, त्यो तपाईले चुज पनि गर्न पाउनुभयो। यदि तपाई यो भिडियो हेरेर बुक गरिहाल्नुहुन्छ भने फिक्चर्स चाहिँ तपाईलाई रोजे खोजे जस्तो हाल्दिन सकियो। पछाडी यहाँ सानो घाम ताप्ने एरिया अथवा लुगा धुनी सुकाउने एरिया, यसलाई तपाईले बेडरुम पनि बनाउन सक्नुहुनेछ। रेन्टल स्पेसको लागि दिन सक्नुहुनेछ। आउटडोर गेस्टको लागि यता एउटा बाथरुम स्पेस पनि निस्केको छ। देखाइदिनु भाउ। लाउनु सब माथि बंगलोतिर एन्टर गरौँ। काम धमाधमै भइराछ है। दक्षिण मडा छ, घामको लागि टेन्सन छैन। यो एरियामा सुर्की डिजाइनको प्रपर्टी, नयाँ घरहरू पाइदैन। यो स्पेस तपाईको वेटिङ हल अथवा एउटा वेटिङ हल नै भनौँ न, मिटिङ पोइन्टको लागि राख्न सक्यो। दुई तीनवटा टेबल राखेर कुर्सी राखेर तल तपाईले मिटिङ स्पेस बनाउन सक्नुहुनेछ। माथि आइसकेपछि मज्जाको फराकिलो यता टिभी क्याबिनेट स्पेस। यो तपाईको लिभिङ स्पेस भयो। लिभिङ स्पेसको साथसाथै दाइ आराम हैन, यता किचन डाइनिङ स्पेस। किचन डाइनिङ स्पेस र लिभिङ स्पेसलाई टक्क लाएर एउटा डोरवेले छुट्याइदिएको छ। बाल्कनी स्पेस पनि निस्किएको छ। यता हो बाबु ल, यहाँको प्रपर्टीको फिनिसिङ हेर्नुस्। यता यहाँ देखाइदिनुस्। फ्रिज स्पेस यता हेर्नुस्। मजाकै कत्रो ठुलो फ्रिज राख्नुहुन्छ, मजाले अट्छ। कम्पार्टमेन्ट हेर्नुस्। यसलाई भन्छ मोडुलर किचन डाइनिङ स्पेस। यहाँ तल टक्क लागेर ओभनको लागि पनि स्पेस निस्किएको छ। प्रपर्टीको फर्निसिङ, फर्माइकाको क्वालिटी, किचनको क्वालिटी सबै A1 नै छ। प्रपर्टी टु गुड छ। अझ प्रपर्टीको विशेष चीजतिर लागौं। लाउनुस्। सानो वे हुँदै यता सानो क्यारी जस्तो बनाइदिनु भएको छ। फुलफुल पनि रोपिदिनु भएको छ। यता फाउन्टेन स्पेस, पूर्व उत्तर कोणमा बोरिङ। यहाँ तपाईको लगभग 14-15 हजार लिटरको रिजर्भ ट्याङ्की। देखाइदेऊ यता। प्रपर्टी दामी नै छ। 6 आना 1 पैसामा बनेको छ। अझ प्रपर्टी हेर्न बाँकी नै छ, टुर गर्न बाँकी नै छ। धैर्य गर्नुस्। प्रपर्टीको फिनिसिङ टप नच नै हुनेछ। ल हेर्नुस्, साइड कम्पार्टमेन्ट, इच एन्ड एभ्रिथिङ इज मोडर्न एन्ड मोडुलर। तपाईको टक्क लाएर यता पनि एउटा सानो बार एरिया बस्छ यो स्पेसमा भनी। प्रपर्टीको लागि कमन बाथरुम यो फ्लोरको लागि यो भयो भने यो चाहिँ एउटा चाइल्ड्स बेडरुम। यसमा तपाईले क्लोजेटहरु पाउनुभयो। यता सानो स्टडी टेबल पनि पाउनुभयो। चिल्ड्रेन्स रुम भएर अलिकति थीम पनि त्यस्तै त्यस्तै कलर चुज गरिएको छ भने यो फ्लोरमा यो चाहिँ तपाईको मास्टर बेडरुम भयो। क्लोजेटहरु पनि राम्रै निस्किएको छ। सबै चीज यता बनेको हो। ए ग्रेड क्वालिटीको तपाईको प्लाइवुडको सामानहरु युज गरिएको छ। फर्माइका पनि टु गुड है। भित्र बाथरुम स्पेस देखाइदेऊ। वेट एरिया र तिम्रो तपाईको ड्राई एरिया सेपरेट गरिएको छ। यता ड्रेसिङ टेबल प्लस यता तपाईको बाल्कनी स्पेस। दक्षिण मडा भएपछि घामको लागि टेन्सन लिनै परेन। प्रपर्टी लगभग 1 महिनादेखि 1.5 महिनामा कम्प्लिट गर्न सक्यो। त्यो तपाईको आवश्यकता अनुसार काम मजाले गर्न सक्यो। यता जाउँ। ए नजानी, ओहो भर्खर सफा गर्नु भयो। ल ठिकै छ। यहाँ एउटा पूजा कोठा छ, यता एउटा बाथरुम छ, यता एउटा तिम्रो बाहिरबाट देखाइदेऊ ठुलो एउटा बेडरुम छ। भर्खर सरसफाई भए रहेछ है। अब यो हेर्नलाई चाहिँ इनफिल्डै आउनु पर्यो। इनफिल्ड आउनको लागि मैले मेरो माथि नम्बर दिएको छु, कल गर्नुस्। जुमर स्पेस पनि बब्बालाई निस्केको छ। प्रपर्टीको अर्को एउटा मास्टर बेडरुम यो भयो। यता पनि तपाईको मज्जाकै स्पेसहरु निस्किएको छ। सानो चीज डिटेलिङ पुराइएको छ। हेर्नुस्, सानो सानो स्पेसलाई युटिलाइजेसन गरिएको छ। यता तपाईको ड्रेसिङ टेबल बस्छ,
यता पनि ड्रेसिङ टेबल, प्रपर्टी टु गुड छ। माथि गएर यसको प्राइजिङको बारेमा पनि कुरा गरौँ र भिडियोलाई एन्ड गरौँ। यो चाहिँ फर्स्ट युट्युब भिडियो हुनेछ धेरै लामो समयपछि। यस्तै यस्तै प्रपर्टी यस्तै यस्तै लोकेसनमा खोजिरहनु भएको छ भने तपाईँलाई थाहा छँदैछ कसलाई सम्पर्क गर्ने, प्राञ्जल खड्का भाइलाई सम्पर्क गर्ने। आस्किङ प्राइस राखिएको छ 6,25,00,000। प्रपर्टी फुल फर्निस्ड भएर आउने भयो तपाईँको। अब बाँकी भने 2टा बेड मात्र बन्न बाँकी छ। प्रपर्टी A1 नै छ, गङ्गालाल हस्पिटलबाट सर्टेस्ट डिस्टेन्समा, साउथ फेसिङ बङ्गलो, टु गुड छ। एकचोटि फिल्डमा आउनुहोस्, बसेर सरसल्लाह गरौँला। यति भन्दै आजको भिडियो म समाप्त गर्न चाहन्छु। अहिलेको लागि हस् त, नमस्ते।